यो एउटा आज मैले तपाईलाई यो ओजेलमा परेको पिपलको रुख, शक्तिशाली पिपलको रुख भनौँ। यसमा यति शक्ति छ, यो पिपलको जरा हो। तपाईले देख्दै हुनुहुन्छ, यो पिपलको जरा हो। यहाँ प्रत्येक शुक्रबार यहाँ बच्चाहरू ल्याउने, यो पूजाआजा गरिराख्ने ठाउँ हो। यहाँ कसैका बालबच्चाहरू रुनी, खाना नखाने, सुक्दै जाने भयो भने तपाईले अन्नपूर्ण गाउँपालिका वार्ड नम्बर 6 भैरथानमा रहेको यो शक्तिशाली पिपलको रुखलाई चाहिँ सम्झनुहोला। यहाँका अधिकांश बालबच्चाहरू, अब हामी नै भनौँ, हामी 45 वर्ष भइसक्यो, म पनि यहाँ आमाहरूले ल्याएर उपचार गरेर सन्चो भएको भन्नुहुन्छ। यो प्रत्येक शुक्रबार, शनिबार यो पिपलको रुखको पूजा हुन्छ। शुक्रबार चाहिँ तपाईको यहाँ बच्चाहरूलाई ल्याएर यो पुवालबाट घुमाएर 3 पटकसम्म प्रत्येक शुक्रबार बिहान पूजाआजा गरेर यो पिपलको रुखलाई 3 पटकसम्म बच्चा घुमाए पछाडि प्रत्येक हप्ताको शुक्रबार 1 महिना समथिङ 4 हप्तासम्म घुमाए पछाडि तपाईँको बच्चा पूर्ण रूपमा निको भएर उसले पुनः जीवन पाएको यहाँहरूको स्थानीय भनाइ पनि छ र हामीले भोगेका पनि छौँ। यो यति शक्ति छ यसमा भन्ने कुरा। अब तपाईहरूले आफ्नो बालबच्चाहरूलाई त्यस्तो खालको समस्या छ, रोइराख्छन्, सुक्दै जान्छन्, खाना खान मान्दैनन्, पछाडिको भाग सुक्दै गएको छ बच्चाको भने ल्याउनु होला। यो चाहिँ अन्नपूर्ण गाउँपालिका लुम्लेमा अवस्थित छ। आमा नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै। तपाईँले यो लुम्लेको गाउँमा भएको यो भैरथानमा भएको पिपलको बुटाको जरामा हजुर यो बाबु नानीहरू भाइ बहिनीहरू ल्याउनु भयो कि क्यार्नु भयो? यहाँ के को लागि यो पूजा गर्ने गरेको छ? यो भाइ बहिनीहरू ल्याएँ मैले, ठुलो भाइलाई नि ल्याएको हो। हजुर। अनि नातिनीहरूलाई पनि ल्याएको हो। हजुर। नातिलाई पनि ल्याएको, ठुला छोराका छोरालाई। हजुर। त्यो पहिलाको परम्परा अनुसार सुक्री लागेकोलाई हजुर पिपलका बुट्टा घुमाए, जराबाट छिराएर तलबाट छिराएर माथिबाट निकाल्ने अरे र छिराए सन्चो हुन्छ अरे भनेर 5 वटा 7 वटा 3 वटा शनि के अरे शुक्रबार हजुर छिराउने अरेको हो। हजुर। धुपबत्ती अर्ने, तीन नानी बाबुहरू भोरीको तल पैतालादेखि त सिरासँगको धागो के अरे 7 वटा डोराको 9 वटा डोराको धागो बनाउने। हजुर। मान्छे जत्रै। हजुर। अनि त्यहाँ चढाइदिने, त्यहाँ धुप अक्षता राखेर ध्वजा हजुर गरेर अनि पानी राखेर तिनलाई मन साझै गरेर जिरिङ्ग हुने बनाएर हजुर अनि टिकाटाला गरेर लैदिने हो लको। ए अनि सन्चो भयो त? अनि अब त्यसो गरेको हो के अरे, खिनाउरा भएर सुक्री लागेको हो कि भनेर त्यसो गरियो के अरे। हजुर। पछि सुधार चाहिँ भयो? सुधार भयो। हजुर हजुर। त्यहाँपछि सन्चो भयो। हजुर। त्यहाँपछि सन्चो भयो, सन्चो हुने रहेछ अरे भनेर अनि मैले त गर्न जान्दा चाहिँ भनेर धेरै तल चुडामणि खडे चुडामणि दाइको छोराछोरीलाई नातिनालाई पनि मैले लिएर आकिम। हजुर। अनि तल हरिका छोरालाई पनि लिएर आकिम, बाटामाथि हरिका छोरालाई पनि। हजुर। त्यहाँ धेरै बच्चाहरू ल्याएर दबाई गरेर लगेको सन्चो भयो भन्ने भयो त क्या सबैलाई। ए हजुर। यो पिपलको बुटामा शक्ति छ होइन? शक्ति छ नि। अब बच्चाहरूलाई धेरैलाई त्यस्तो ती अमृतका छोराछोरीलाई लिएर आउनुभएको, त्यो सानीमाले पनि। हजुर। त्यहाँ लाउरेका सानो भएको बुढीले पनि लिएर आउनुभएको त। हजुर। धेरैलाई ल्याउँछन् क्या ल्याउन नि। बाहिरको गाउँबाट नि त्यो समस्या छ बच्चाहरूलाई भने ल्याउन सकिने भयो होइन? ल्याउन सकिन्छ। वरिपरि उहाँ चन्द्रकोट यता काँडेतिरबाट जलजलातिरबाट नि ल्याउँथे। ए सबैतिरबाट ल्याउँथे? सबैतिरबाट ल्याउने त्यहाँ हुन्छ भन्ने मान्यता छ क्या। हजुर। सबैलाई विश्वास छ। ए हुन्छ आमा, ल धन्यवाद हजुरलाई। ल धन्यवाद। आमा, यो भैरथानको पिपलको बुटाको जरामा बच्चाहरू घुमाउनुको कारण के हो? यो विषयमा तपाईँलाई कति ज्ञान छ, एकचोटि भनिदिनुहुन्छ? त्यहाँ त सुक्री लागेका बच्चाहरूलाई त्यहाँ छिराएदेखि सन्चो हुन्छ भनेर शुक्रबार लान्छन्। हजुरहरूले नि यहाँ लानुभयो? मैले नि लगेको मेरो कान्छालाई। हो। अनि सन्चो भयो? सन्चो भयो नि।
शक्ति छ होइन यो पिपलको बुट्टामा छ नि शक्ति छ त्यो छिराएको भोटो फाल्दैन पर्छ छिरा त्यो बच्चालाई पछि त्यो भोटो फाल्दैन एउटा भेस्टो लाइन्छ नि हजुर हजुर हो त्यो त्यो फालेर आउनुपर्छ अनि 4वटा 5वटा शुक्रबार पार्नुपर्छ अनि अन्त पनि बच्चाहरू ल्याए पनि भयो होइन अन्तबाट नि ल्याउँछन् ल भिडियो हेर्नुभएछ सबैले सुन्नुभएछ ल कसैको बच्चालाई त्यस्तो समस्या छ भने ल्याउनु होला बच्चालाई के सिम्टम देखिन्छ आमा त्यस्तो हुने बेलामा त्यस्तो हुँदा यस्तो मुजा पर्ने क्या हजुर यस्तो साँप्राको उसमा यस्तो पातामा हजुर मुजा पर्दै जाने अनि आँखामा पनि मुजा पर्ने हजुर अनि सुक्दै जाने हो त्यस्तो हुन्छ अनि रुनी अर्नी केही सिम्टमहरू कोही रोयर्ने कोही त्यत्तिकै सुक्ने त्यस्तो हुन्छन् होइन त्यस्तो हुन्छ हुन्छ छिराउँछन् अझै पनि आउँछन् शुक्रबार हो त्यो छिराउने शुक्रबार हो अनि पूजा गरेर अनि छिराउने गर्ने भन्नाले त्यहाँ अब पैसा फुल अबिर केसरी सबै जौतिलानी चढाउने हजुर अनि त्यहाँबाट धागो बाँध्ने हजुर त्यो जरामा त्यो जरामा धागो बाँधिराखेको अनि 3 फेरि छिराउने हजुर अनि हुन्छ हुन्छ आमा ल 3 फेरि यता र उता गर्नुपर्छ त्यहाँ घुमाउनु पर्यो 3 फेरि घरि यताबाट अनि फेरि अनि कति हप्तासम्म घुमाउनु पर्छ यो शुक्रबार आउनुपर्छ 1 महिना 3 हप्ता 4 हप्ता आउनु पर्यो होइन हुन्छ आमा ल त्यो पिपलको बुट्टाको विषयमा हजुरलाई यो कतिको ज्ञान छ ध्वजाहरू डोरीहरू धेरै बाँधेको देखिन्थ्यो अहिले चाहिँ अब बस्ती पनि धेरै विस्थापित भइसक्यो अब बच्चाहरू पनि सबै बजारतिर झरे अब पहिला तपाईँले के बुझ्नुहुन्छ यो विषयमा चाहिँ यसमा खास गरी के हो भन्नुहुन्छ भनेदेखि यो मङ्गलबार शनिबार शुक्रबार हजुर शुक्रबारको चाहिँ बच्चाहरूको लागि हो हजुर जरामा छिराउने हजुर मङ्गलबारको लागि चाहिँ यो चाहिँ पूर्णिया अम्सीमा यो चाहिँ पूजा गर्ने हजुर महिलाको हो हजुर अनि फेरि शनिबारको लागि के हो भन्नुहुन्छ भने गराए काट्ने नगरा शान्त पाउनु भनेर एउटा अघि कन्याकेटी पछि गराए काट्ने उसले चाहिँ एउटा पङ्खाना पानी दिन्छ हजुर अनि 9 पल्टीसम्म घुम्नुपर्छ दायाँ गरेर हजुर अनि घुमेर आएपछि हजुर त्यो पिपलको जरामा बसेर 3 कन्या पुज्छन् 3 कन्या पुजेपछि घर ल्याएर अनि फेरि तिनीहरूलाई फलफुल खुवाउने अनि रातो दस्तुर हजुर रिबन बाँधिदिने हजुर आफू सके दक्षिणा दिने त्यसो गरेपछि बच्चाहरू पनि ठिक भइरहेका पनि छन् हजुर गराए पनि शान्ति भएको छ हजुर यसमा फेरि कस्तो हुन्छ भने गराए 2 प्रकारको हुन्छ हजुर हजुर एउटा अब कुनै नजातिले उठाएर चाहिँ लगाइदिएको गराए हुन्छ हजुर एउटा गरायो फेरि आफ्नो चाहिँ यो भनौँ न आफ्नो उसबाट चाहिँ उत्पन्न भएको गराएर छ भने हजुर त्यसलाई त्यति साह्रो गर्नु पर्दैन हजुर अनि कुनै विश्वासले उठाएको छ भने त्यसलाई 3 शनिबारसम्म घुमाउनुपर्छ 9 पल्टीसम्म धागो बाँध्नुपर्छ त्यहाँ त्यसको गराएर शान्ति हुन्छ र फेरि एउटा 3टा गेडा मास हजुर अनि 3टा यो के अरे सुकमेल हजुर अनि त्यहाँबाट फेरि 3टा टुक्रा नरियल हजुर 3टा टुक्रा चाहिँ मकैका गेडा अनि जमिनमा उजे जति जम्मै चाहिँ 9 थोक जोडेर 3वटा लगाएर नङ काटेर खाइदिएपछि त्यसको गराएर शान्ति हुन्छ हजुर धन्यवाद अनि त्यो पिपलको जरामा जस्तै बच्चा घुमाउँथ्यो नि हजुर यसको विषयमा चाहिँ के हो यो जरामा यत्रो पुवाल छ नि त्यो खास गरी के हो भने सुक्र लागेको हजुर बच्चाहरूलाई हजुर 3 शुक्रबार लगाएर चाहिँ घुमाएपछि हजुर त्यसलाई सन्चो पनि भएको छ चट भएको छ हजुर यो शक्ति छ यो बुट्टामा एकदम शक्ति हजुर सबभन्दा ठुलो शक्ति पिपलको बुट्टा हजुरलाई यति ज्ञान छ यो विषयमा यो मैले भएको नि हो हजुर यो जानेको नि हो भएको सन्चो पनि ठिक भएको पनि हो हुन्छ धन्यवाद धन्यवाद